आइसकेको कारणले गर्दा अब हामी सबै यो कोवलपुर वासीहरूको तर्फबाट बाँकेवासीको तर्फबाट हामी सबैलाई लुम्बिनी लायन्स फ्रेन्चाइजी प्राइभेट लिमिटेडलाई प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु कि उहाँहरूले यो ट्रफीलाई यहाँ ल्याइदिनु भयो र सबैको लागि यो अवलोकन गरिदिनु भयो, जसले गर्दा कोवलपुरको यो माने क्रिकेटको लोकप्रियता नेपाल विराजभरि चाहिँ यो फैलिँदै गएको अगाडि बढिरहेको छ। त्यसकारणले गर्दा मैले अब ढिलो नगरी कोवलपुर नगरपालिका कारवाक नगर यो क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ। यस प्रतियोगिताले विशेष गरी नेपालभरिका खेलाडीहरूलाई अन्तर्राष्ट्रिय खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने, एउटै प्लेटफर्ममा प्रतिस्पर्धा गर्ने जुन एउटा अवसर प्रदान गरेको छ, यसले चाहिँ स्थानीय स्तरका खेलाडीहरूलाई यस खेलप्रति अझ धेरै सशक्त हुनको लागि पनि यसले मद्दत पुर्याएको छ। हामीले यो अनुभव गरिरहेका छौँ। क्रिकेट खेललाई थप व्यवस्थापन गर्नको लागि र यसलाई व्यावसायिक रूपमा विकास गर्नको लागि एनपिएल लिगले चाहिँ जुन एउटा अवसर पनि प्रदान गरेको छ। म यो लुम्बिनी लायन्सलाई यो क्लब पनि यस खेलमा सहभागी हुँदैछ। मक्सिर 1 गतेबाट हुने यस खेलमा 8वटा फ्रेन्चाइज टिमहरू सहभागी हुँदैछन्, प्रतिस्पर्धा गर्दैछन्। म लुम्बिनी लायन्सलाई जितको अग्रिम शुभकामना व्यक्त गर्दै सबैलाई यस खेलको भव्य सफलताको शुभकामना व्यक्त गर्दै मेरो भनाइहरू यहाँबाट सम्पूर्ण खेलाडी भन्नु 3, 2, 1 Thank you so much.